तिमी नानु सो अब एकैचोटि अब बाइकमा भेट्यौँ है त अब मोटर ब्लग अब चाहिँ अल्छी नै लागेर आएका पुरै कामले गर्दाखेरि बोल्न पनि एनर्जी छैन अब एकैचोटि अलिसाली बाइक चलाउँछ होइन सो सी इज गोना राइड माई बाइक सो हेलो नमस्ते एभ्रिवान होप यु गाइज आर फाइन है अहिले चाहिँ म ठ्याक्क बौद्धमा छु अनि अस्तिको भिडियो को हेर्नुभयो उहाँहरूलाई थाहा होला है रुङमाङ दाइले चाहिँ लाइक अलिकति फाइनेन्सियल कन्डिसन नराम्रो भएको मान्छेहरूलाई चाहिँ बिरयानी खुवाउने भनेर भन्नुभएको थियो अनि सो आज म त्यही जाँदैछु अहिले ठ्याक्क बौद्ध आइपुगेँ अनि कतिजनालाई थाहा छ कि छैन रुङमाङ किचन दाइको चाहिँ रेस्टुरेन्ट छ एउटा है अनि जम दाइले जे होस् राम्रो काम गर्दै हुनुहुन्छ है म पनि अब त्यस्तै सोचि चाहिँ रहेको छु अब मैले अस्ति नै एकचोटि हेल्प गरेको थिएँ मैले जति सकेँ मैले हेल्प गरेँ त्यति बेला कतिजनाले त्यो भ्लग हेर्नुभयो कमेन्ट डाउन बिलो है त ओ हात्दियो त्यहाँ चिल पारामा क्या अब यसो अरे क्या चाहिँ हेरेन छैन बाहिर सो यहाँबाट चाहिँ जान मिल्दैन रुङमाङ किचन है अगाडिबाट त्यहाँबाट भित्र छिर्नुपर्छ नत्र फेरि 1500 नभए 1000को चिट काटिदिन्छ मजाले एकछिन दाजु एकछिन उही त्यो दाइ कस्तो तर्सिनु भयो सरी है दाइ त्यही छ ट्राफिक यहाँ 3 जना बसेर हिँडिरहेको छ कस्तो मजाले हो नेपाली हो नि त सो मैले बाइक आज अलिक स्लो कुदाइरहेको छु है पछाडि गर्लफ्रेन्ड छ अनि उसलाई पनि अस्ति रुङमाङ दाइले बोलाउनु भएको थियो क्या अब बहिनी सँगै गर अब यसरी उ गरौँ भनेर होइन सो लेन्स लगाएको छ नि त उसले अनि लेन्स लगाएको बेला चाहिँ लाइक अलिक विन्डी ठाउँमा जानु मिल्दैन रहेछ क्या अनि त्यही भएर चाहिँ मैले बाइक बिस्तारै कुदाइरहेको छु आँखा पोलिरहेछ यसलाई पनि थाहा थिएन मलाई पनि थाहा थिएन क्या लाइक लेन्स लाएर चाहिँ यसरी हिँड्नुहुन्न आँखा पोल्छ भनेर हो सो रुङमाङ किचन आइपुग्यो हामी है दाजुले वेट गरिरहनु भएको छ के छ दिजु हालखबर कहाँ मैले पर्खाएको त नि खै दाजु ए हस् हिँड्दै जाऊँ होइन बौद्धमा हजुर अनि बौद्धमा हिँड्दै गएर दिएपछि अनि त्यसपछि राइडमा ए हुन्छ आज के हो गेम्बल सेम्बल पनि पुरा होइन सो अब एकछिन बस्छु होइन अनि त्यहाँबाट भेट्छु बाइ भन्दै सो राइट नाउ चाहिँ है अब हामी यहाँबाट हिँड्न आँटेको दाजु आज त के डिरेक्टरै भयो त तपाईँ त एकदम नि अहिले उहाँ मेन डिरेक्टरले कुर्छ हामीलाई त सो हाम्रो ब्रदर पनि छ नाम भन्नु न ब्रो च्यानल छ होइन च्यानल के भन्नु छ भन न नि त्यही त मैले रुङमाङ दाइले सोध्छु दाइलाई थाहा होला है म लिङ्क हालिदिन्छु नि है त ब्रदरलाई पनि सब्सक्राइब गरिदिनु होला हुन्छ स्योर ब्रदर स्योर सो सबजना हिँडिसकेछ गएको ल पक्न माया सो कुछ बोलो आँखा देखा न आँखा सो है अहिले चाहिँ हामी बौद्ध जान आँट्यो अनि बौद्धमा चाहिँ लाइक धेरै मान्छे छैन अरे नि त अनि त्यही भएर त्यहाँ चाहिँ त्यही 15-20 पोका मात्रै लगेर गइरहेछन् दिदीहरूले हामी पनि जाउँ ए हम है हेलो भन्नु न दिदी हम पहनेंगे मास्क लाउनै बिर्सेर म लाउँछु एकछिन न मास्क लगायो भने साउन्डै आउँदैन क्या सो जाउँ होइन अनि एक दुईवटा सिनेमेटिक हेरौँ अनि फेरि बोलौँ न है त दाइ यस्तो फिट मान्छेलाई मोटे भनेर हुन्छ होइन भाइले सटाएर हान्दिरहेको छु क्या बिरयानी है
दाजु यो भजनले कपिराइट त आउँदैन नि लाग्नु बेर छैन हौ भजनहरू पनि ठुलो मार्केट कपिराइट हालिदिन्छ नि अब ल गीतहरू कुनै पनि त्यो कपिराइट लागिहाल्छ क्या कस्तो फिल भयो त तर आज मान्छे त्यति रहेन रहेछ है यता जस हाम्रो ब्रदरहरूको नि इन्ट्रो दिउँ न म शिशिर है शिशिर दाजु अनि उतापट्टि दाजुको नाम भाइ मेरो विपन ओके विपन र शिशिर दाजु होइन त आज जे होस् राम्रो कामको लागि हिँडेको छ होइन सक्सेस होस् अनि तिम्रो नाम के हो एलिसा नभन् अलिसा भन् इट साउन्ड्स बेटर सो हामीलाई चाहिँ यहाँ दाजुले अड्डामै लिएर जानु आँट्नु भएको छ है लाइक अलिकति हुन्छ नि मान्छेहरू पुरै ऊ भएको ठाउँमा आज चाहिँ त्यति मान्छे हेर्नु रहेछ अनि लाज अहिले लाज लागिरहेछ सो लजाउनु हुन्न है म नि फर्स्ट भ्लगमा त लाइक एकदमै लजाउने थिएँ क्या अनि मेरो एक दिन म रियाक्सन बनाउँछु आफ्नै होइन मेरो फर्स्ट भिडियोको रियाक्सन म आफै बनाउँछु लाइक 8 मिनटको भिडियोमा 6 मिनट हामी हाँसेको मात्रै छ क्या सो जाउँ अनि गएर चाहिँ अब दाजुले के गर्नुहुन्छ होइन पछाडि जाने ट्याक्क दाजु आजको डिरेक्टर दाजु म मेन डिरेक्टर उता छ त तपाईँसँग गेम बलहरू सब रहेछ है एक्सेसरिजहरू पुरै क्या छ भाइ अब चाँडै अफिस खोलौँ भन्ने विचार छ क्या लाइक 4-5वटा कस्तो लाइक अफिस चाहिँ कति आउनु थाल्यो यार मेरो 4-5वटा सामानहरू अझै थपेर होइन भिडियो एडिटिङ अफिस खोलौँ भनेर सोचिरहेको छु अनि भिडियो चाहिँ कस्तो भजनहरू हो कि भजनहरू जे आउँछ त्यही गर्ने हो हेर नेपालमा इट्स हार्ड टु अर्न मनी होइन हजुर एकदम अनि लाइक डुइङ वाट यु लाइक त्यो तरिकाले अर्न गर्नु त झन् गाह्रो छ लाइक पैसा कमाएर पनि लाइक आफ्नै फिल्डमा हिँड्यो भने चाहिँ एउटा ह्याप्पिनेसै आउँछ क्या छुट्टै है आफूले चाहेको चिज गर्दा छुट्टै ह्याप्पिनेस आउँदो रहेछ क्या अनि अफिस खोल्यो भने चाहिँ ठ्याक्क बवाल हुन्छ सुरुमा टेबल टेनिस बोर्ड किन्छु म ओइ म त के भन्छ सो अब एकैचोटि भेट्नु मात्रै एकछिन पछि अड्डा गएर है त टेबल टेनिस भाउजू के भन्दिनँ त 2 शब्द कुछ बोल पग्ली सो हाम्रो बौद्धवाला मिसन फेल भएको छ है भाउजूलाई गर्मी भइसक्यो जस्तो दाइलाई दिनुभयो टोपी है अनि अब चाहिँ हामी पशुपति है हामी पशुपति जान आँट्यो लाइक घाम मादरहरूले पो गीती गर्छ जस्तो लागिरहेछ म त लाइक बाइकमा हिँड्ने बानी भएर होला हिँड्दाखेरि त पुरा हुन्छ नि जिउै गुलुङ गुलुङ हुँदो रहेछ होइन कति गर्नु फर्स्ट टाइम होला यसरी हिँड्ने हामी त बाइकमा क्या जहाँ गयो नि स्कुटर बाइक अनि बानी बिग्रिँदो रहेछ दाइले त्यो खोलिएछ हौ बन्द गरिदिउ न गाह्रो छ हजुर है रमाइलो छ म त कस्तो पहिला सुरुमा मैले त्यो लास्ट दिन भनेको नि यो बाइक क्या सुरुमा एकदम हाम्रो स्ट्रगलिङ डेजहरू याद आउँछ है त्यो टेम्प्लेट बाँडेको याद आयो क्या मैले पनि त्यो बारेमा सोचेको क्या राजकुमारवाला त्यो एउटा बाइक उडाएको बनाऊँ भने पैसा बढी जाने रहेछ फेरि त्यसमा अनि मिस नेपाल होइन सुबिन लिम्बू भेटायो होइन अल्गी छ नि त ऊ त छेउमा गएर तपाईँ त मभन्दा अल्गी हुनुहुँदो रहेछ सुबिन लिम्बू के भन्ने क्या यत्रो खुच्याएर तपाईँ त मभन्दा अल्गा हुनुहुँदो रहेछ लिटरली यसरी हेर्नु पर्ने क्या उसले त दाइलाई आफै बिल्ला लाग्यो होला अनि रातेन नि त नत्र त ठिकठाक त देखिन्थ्यो दाजु आफैलाई बिल्ला लाग्यो होला अनि सोधिहाल्नु पर्ने होइन बिल्ला त मलाई खासै केही कुरामा लाग्दैन संसार त्यस्तै हो क्या आज एउटाले बिल्ला हान्छ भोलि अर्कोले बिल्ला हान्छ त्यही रहेछ क्या अब हेर्न र देख्नको लागि क्या मैले दिदीले भनेको भन्नुभयो र मैले हिजो एउटासँग कमेन्टमा फाइट हान्थेँ नि त है भने लाइक सी इज नट ब्युटिफुल यताउता भन्दै थियो क्या अनि मैले कमेन्टमा गाली पेलिदिएको क्या मन हेर्ने गर भाइ अब तिम्रो फेसतिर नजाऊ भनेको होइन अनि दाइ कहाँ रिसाउनु भएको यताउता भन्न थालेर मेरो फेरि अरू सब्सक्राइबरले नि पेल्दै क्या उसलाई अनि तँलाई जस्तो भयो नि बाल भयो यताउतातिर क्या भएन यहाँ पनि फेल सो सब ठिक छ कुछ बोल न
यसो गरेको राम्रो सो जाउँ आउँदैन है क्यामेरामा आम सरी फर द्याट थाहा छ सो पशुपति जाउँ है अनि अब रुङमाङ किचन जाने त होला नि दिदी पहिला बाइक हेर्नु पर्यो त्यहाँ जाउँ अनि बाइक लिउँ अनि सबको हात हातमा 2-2वटा बोकौँ त चलाउने कि म बोकौँ सबैलाई बोक्ने म बोक्छु त बोक्ने त चला नि म पछाडि बोक्छु हात गल्छ सो जाउँ है अनि यसले बाइक चलाउँछ होला सायद नो 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 नट होइन तैँले चलाउनु पर्छ राजकुमार दाइ भाइहरू होइन होला सो भाइहरू यहाँ भेटेँ है सब्सक्राइबर बोरोहरू खै कहाँ हो मेरो भाइहरू हेलो 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 गाइस 4जना सब्सक्राइबर हो यस 4जना यो त पक्का होइन यति ल सपोर्ट गर्दै गर है ल सो अब एकैचोटि बौद्ध जाउँ अनि बौद्ध जाउँ रे पशुपति जाउँ अनि पशुपतिमा भेट्नु है त सो मिसन फेल्ड भयो बौद्धको चाहिँ है है दामी तरिकाले फेल भयो तर मजा आयो एकछिन घाममा हिँड्नलाई अब गर्मी पनि लागेछ के कटुरे दाइ सेक्सी कटु लाएर हिँड्ने दिन आउँदैछ अब चाँडै राजकुमार भाइ मलाई तपाईँहरूलाई सेक्सी यत्रो त लाउड म त होइन। जान्छ नि यत्रोमा त चिरा म त ट्र्याकै कम्फर्टेबल कालो हुन्छ कटु त लाउनै पर्छ एक दिन पुरा हो क्या साइक्लिङ जाने बेला चाहिँ लाउनुपर्छ दाइ सेक्सी कटु Danger लाएर वाला। जानुपर्छ है त भाइ सो है यस्तो बोल्नु नि अल्छी लाग्यो है घामले के भन्दै नि त ल ब्रो के भनौँ त तिमीलाई नि अल्छी लागेको छैन मैले बुझिसकेँ होइन तिम्रो नाम चाहिँ के छ राजकुमार राजकुमार म चाहिँ उसको भ्लगमा फर्स्ट टाइम छु है अँ, अनि सबै मेरो तर्फबाट हाई अनि तिमी नानु म के भन्नु सो अब एकैचोटि अब बाइकमा भेट्यौँ है त अब मोटर ब्लग अब चाहिँ अल्छी नै लागेर आएको पुरै घामले गर्दाखेरि बोल्न पनि एनर्जी छैन अब एकैचोटि अलिसाली बाइक चलाउँछ होइन सो सिज गर्न राइड माई बाइक अनि म पछाडिपट्टि ठ्याक्क यस्तो बिरयानी बोक्छु होइन अनि उसले भन्छ अब के भन्छ है त हेलो सो राइट नाउ अलिकति ल ठिक छ त सो सिज गर्न राइड द बाइक हो राइट सेफ है हेलो भन्न न ए भन्न न गोप्रो पनि अन गर्न अनि नेक्स्ट वाला हौ माथिको रातो थिच्दै त सो यहाँबाट चाहिँ हाम्रो फर्स्ट स्टप भनेको अब पशुपति होइन पशुपतिमा पनि भएन भने चाहिँ स्विमिङ जाने होइन दाजु फेरि भन्छौ त भाइ के रे अप्सन छ भन्देऊ न 3 1 सो यहाँबाट चाहिँ हामी अब पशुपति जान आँटा अनि पशुपति भन्ने स्विमिङ पनि होइन हो त्यही त हो नि अब मैले त्यही भनिरहेको थिएँ सो आँखा देखाइदिएन अब ल दाजु राइट सेफ है ओइ सक्सेस थाम न यसो राख्नु पऱ्यो है इट विल बी बेटर यहाँबाट तलतिर छ हुन्छ के हुँदैन ल जम राइट स्लो है सो है अब चाहिँ हामी पशुपति हिँडेको कस्तो भइरहेछ तर क्या क्युट देख्ने क्या लाइक पन्जाबी उला रहेछ है लाइक हाम्रो ब्रदरहरू इन्डियन होला अनि त्यो माथिपट्टि टोपीमा लाउँछ नि त्यो क्या बबाल देख्दो रहेछ मलाई एक दिन चाहिँ बरु लाइक तामाङ ड्रेस शेर्पा ड्रेसहरू लाएर क्या फोटोसुट गर्न मन छ है होइन जान्छ हामी बसायो त चिकन भयो त हो अरू भयो त चल्दैन हेर्नु चिकनै हुँदैन ताजा हो त यो बिहान भर्खर बनायो दाजु
चम्मच एउटा बाबाहरूले खाँदैन हाँ? बाबा बिरयानी खाएंगे बिरयानी खाएंगे 2 चिकन बिरयानी है वो हाँ हाँ आशीर्वाद दे देना हाँ? बहुत सारा आपके लिए 2 दे रहे हैं हम आप बहुत अच्छे आदमी है ना इसलिए हाँ फोटो नखिच्ने आमा बिरयानी चिकन खानु मासु खानुहुन्छ माछा मासु यस्तो लसुन प्याज माछा मासु चाउचाउ केक मलाई केही नचाहियो हस् आमा हस् त्यो एउटा छोड्ने बच्चा हाल्नु कि पुग्छ होला त्यतिले बच्चा अब यो त हामी एक्लैले हानिदिन्छ मजाले हान है त चम्चा यिनीले खाने नि चम्चा छैन नि दाजु पटाएर अनि म खाने त्यो चटपटे खान्छ नि हो त्यसरी खाने ल हजुर 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 जस मिठो छ भनौँ न हामीलाई पुग्दैन अनि त्यो होइन जति जति छ त्यतिमै खुसी होस् न एउटाले हामीलाई पुग्दैन होइन त्यही त दुईटा लिनु भएको छ जति छ त्यतिमै खुसी हुन्न हल्का भयो यो पनि हल्का भयो एकैचोटि हल्का भयो त्यहाँ दुखिरहेको थियो एकैचोटि हल्का भएर निलो भइसक्यो भने मेरो हेर्नु न ल भाइको त घटाइ छ दिनमा बक्सी होइन इट्स ओके नै नै अब छन् दिन यो समाज यति धेरै माया हेर्नुहोस् यहाँ दुईजना होइन मेरो चाहिँ बोका बोक्छु उनीहरूको चाहिँ बोक्छु है तर दाजु नेपालमा त्यस्तो लाइक हामीले अहिलेसम्म भेटेको भनेको जडियाहरू है अलिक जङ मान्छे मात्रै क्या त्यो ऊ नै छैन रहेछ क्या किनभने अब त्यस्तो त हेल्प गरेर पनि त्यो एउटा गुणै मान्दैन क्या अनि उनीहरूलाई 10,000 रुपियाँ पनि भोलि बेचिन्छ अनि अघिको बाजेले थर्का देखेर पो मलाई हाँसिदिइरहेको छ त अझै यत्रो मिहिनेत गरेर 100 भन्दा बढी प्याकेट छ यसमा होइन यत्रो बनाउनु कम मिहिनेत लाग्छ नि हिजो दिनभरिको मेहनत हाम्रो अनि अझै बासी हो कि होइन नि सोध्छ क्या अब के भन्ने ताजा हो त्यही र हिजोको भ्लगमा मैले फुल प्रुफ तरिकाले होइन क्वालिटी प्रोडक्टहरू युज गरेको सबै मजाले देखाएको छ क्या लाइक राइसमा पनि केही कति हाइजेनिक छ भनेर होइन केही महँगो तेल नै युज गरेको या महँगो तेल सबैलाई घरमा जस्तो युज गर्छ नि केहीमा कम्प्रोमाइज गरेको छैन क्या हामीले चामल पनि 110 रुपियाँ पर केजीको वाला थियो होइन अनि हामीले त्यो अलिक नराम्रो भयो भनेर 125 रुपियाँ केजीको चामल अझै अपग्रेड गर्यो अरे तर मान्छेलाई पस्दैन रहेछ क्या नेपालमा नेपालीहरू त्यो यस्तो भन्दा हामीले खासमा मेन बाँड्ने भने के को लागि भनेर आफ्नो मनको सन्तुष्टिको लागि हो नि त अनि मेन भनेको चाहिँ नहुने क्या बाज्दा अनि हामीलाई हेरेर अरू फुच्चीहरूले पनि सिकोस् क्या यही एक्ज्याक्टली क्या है आफ्नो सेटिस्फ्याक्सन भनेर छुट्टै छ होइन अनि हामीलाई हेरेर अब यङ युथहरूले पनि सिकोस् क्या उल्टै उनीहरूसँग बाज्दा हुन्छ तर म नि यङै छु है फेरि मलाई कमेन्टमा गाली देला राम्रोलाई कमेन्ट हामी अर्कै भन्नु लाग्यो अर्कै भन्नु राम्रो गर्दा हेड कमेन्ट चाहिँ किन आउनु भन्दैन त ल के भन्दिनँ कुछ बोलो बच्चाहरू दौडेर जस्तो त्यहाँ हेर्नु ल दिदी फेरि एकचोटि भोगडी कट हानेर हेलो बाबु के छ सन्चै हेलो भन थ्याङ्क यू है छिराइदिनु तिमीहरूले चुङ्गी गयो
लिएर हो ल बाँदरले खोज्दो बुवाको त मैले नम्बरै पापा भन्ने बस्यो अब भिक्टिम चाहिँ यहाँ चाहिँ लाइभलाई म कल गर्छु है त कहाँ भित्र पशुपतिमा छु म भेनाहरूसँग साथीहरूसँग मजाले पुऱ्याइदेऊ है मङ्कीले खोज्छ अरे हो त्यसले फेरि ड्राई फ्रुट मात्र खाँदैन